फर्मुला छ हाम्रो टेन थीटा दिएको छ अनि के को फर्ममा निकाल्नु भनेको छ भनेको sin 2 थीटा भनेको त हाम्रो के हो त भने 2 sin थीटा टाइम्स cos थीटा हो। अनि यसमा चाहिँ यो भने त 1 - 2 sin स्क्वायर a हुन्थ्यो। sin को भ्यालु मात्रै हुँदा पनि यसमा cos 2 थीटा निस्किन्छ। अब यदि यो दुईवटा निस्क्यो भने त हाम्रो यो tan 2 थीटाको लागि अरु कुनै फर्मुला युज गर्नै पर्दैन। sin 2 थीटा बाइ cos 2 थीटा जुन भ्यालु आउँछ त्यो गर्दियो भने पनि हामी सल्भ गर्न सक्छौं नि है त। अब यहाँनेर चाहिँ के आउनु पर्यो भने नि जस्तो sin 2 थीटाको निकाल्नको लागि cos 2 थीटा चाहिँदो रहेछ जुन यहाँ हामीसँग छैन। सो यहाँनेर चाहिँ के निकाल्दिने भने सो cos थीटा इज इक्वल टु और देयरफोर cos थीटा इज इक्वल टु यहाँ के हुन्छ त भने √1 sin स्क्वायर थीटा जुन हाम्रो फर्मुला छ नर्मल बेसिक फर्मुला डिराइभ फर्मुला जुन छ त्यो हामीले युटिलाइज गर्छ। अनि त्यसपछि अनि यहाँ एलसीएम आउँछ 25 अनि 25 - 16 व्हिच विल बिकम्स 9/25। 9 भने कति 3 को स्क्वायर 25 को cos थीटाको भ्यालु हो। sin थीटाको पनि आयो cos थीटाको पनि आयो। अब के गर्दिने हाम्रो जे निकाल्नु भनेको छ त्यही निकाल्दिने। अब cos sin 2 थीटाको भ्यालु निकाल्ने। sin 2 थीटा इज इक्वल टु 2 sin थीटा टाइम्स cos थीटा। अब भ्यालु राख्दिने यहाँ हेर है 2 sin थीटा भने कति छ 2 भने त त्यो फर्मुलाको भइहाल्यो। अब sin थीटा भने कति छ त्यो हेर्नु पर्यो। sin थीटा भने नन अदर देन 4/5 अनि त्यसपछि अनि हाम्रो आउँछ 3/5 व्हिच इज द भ्यालु अफ के त cos थीटा। अब यहाँ तलको मल्टिप्लाई माथिको मल्टिप्लाई अरु केही पनि साइन नभएको हुनाले 4 3 जा sin 2 थीटा इज अगेन त 2 sin स्क्वायर थीटा है। अनि यसको फर्मुला चाहिँ अब हामीले जस्तो sin स्क्वायर 2 थीटा भनेर पनि युज गर्न सक्छौं। भनेको sin 2 थीटाको भ्यालु यहाँ राखेर गर्न पनि सकिन्छ है। जसरी सोच्दा पनि हाम्रो एन्सरहरु मिल्छ। cos थीटा भने 1 - 2 sin स्क्वायर थीटा। sin स्क्वायर थीटाको भ्यालु कति त अब 2 यहाँ जस्तो त्यस्तै sin स्क्वायर थीटा भने 4/5 को स्क्वायर व्हिच विल बिकम नाउ 2 16 25 दैट मीन्स 1 - अब यहाँ हेरौ यो इन्टु यो 32 16 2 जा 32/25 एलसीएम 25 - 32/25। अब 25 माइनस चाहिँ कति भयो त -7 भयो -7/25 यो एउटा के को भ्यालु आयो cos 2 थीटा cos 2 थीटाको भ्यालु आयो। अनि त्यसपछि हाम्रो अब के को बाँकी रह्यो त भने अकॉर्डिङ टु क्वेशन अब tan 2 थीटाको बाँकी रह्यो। अब यहाँ मैले अहिले मेट दिए यो कपी गर्ने भए गरिराख्नु है यसलाई। अब जस्तो अब मैले के भनिरहेको थिएँ भने sin 2 थीटा पनि निकालियो अनि cos 2 थीटा पनि निकालियो अनि त्यसपछि बाँकी के रह्यो tan 2 थीटाको भ्यालु बाँकी रह्यो। tan 2 थीटा भने के हो त हाम्रो दुईटै आइसकेपछिको केसमा है अरु सोच्नै पर्दैन हामीले दुईटै sin 2 थीटा र cos 2 थीटा आएछ भने tan 2 थीटा भने sin 2 थीटा बाइ cos 2 थीटा। sin 2 थीटाको भ्यालु चाहिँ 3/25 25 छ। अनि त्यसपछि cos 2 थीटाको भ्यालु कति छ -7/25 छ। अब यहाँ के हुन्छ भने 24/25 अनि यो अब रेसिप्रोकल भएर जान्छ यसलाई सल्भ गर्दाखेरि -7 यो रह्यो काट्यो 24/-7 अनि यहाँ आन्सर के आउँछ देयरफोर tan 2 थीटा भनेको के रहेछ त -24/7 यो माइनस तल हुनु र यहाँ बीचमा माथि जता लेख्नु पनि कुरा एउटै हो। सो यसरी हाम्रो कतिवटा आन्सर आयो एउटा sin 2 थीटाको अनि cos 2 थीटाको अनि त्यसपछि tan 2 थीटाको यसरी हामीले आन्सरहरु निकाल्छौं। सो एक्जाममा चाहिँ यसरी लगातार सबैको यसरी गर्नु भनेर त आउँदैन। हामीले कुनै एउटा दिन्छ सजिलै हुन्छ त्यति गाह्रो हुँदैन। 4 नम्बरको हामीले यसरी ट्राई गरौँ है। 5A मा यहाँ साइडमा क्वेशन छ sin थीटा इज इक्वल टु 1/4 दिएको छ cos 2 थीटाको निकाल्नु भन्छ। अब यो सायदै गाह्रो भयो भने सायद अब अरु कुरा बुझिदैन यो गाह्रो छैन। अब हामीले सिम्पली हामीले के गर्ने हो फर्मुला युज गर्ने मात्रै हो। 5A को क्वेशन हेर्यौं भने sin गिवन दिएको छ गिवन sin थीटा इज इक्वल टु 1/4 दिएको छ यो अनि निकाल्नु के भन्छ भने cos 2 थीटा निकाल्नु भन्छ cos 2 थीटा निकाल्नु भन्छ। नाउ अरु यो दैट cos 2 थीटा भने के हो त फर्मुला 1 - 2 sin स्क्वायर थीटा अनि 1 - 2 sin स्क्वायर थीटा 2 sin स्क्वायर थीटा भनेको 1/4 को स्क्वायर अनि 1 - अब 2 अनि 1 को स्क्वायर 1 4 को स्क्वायर 16
2 1 जा 2 अनि त्यसपछि 8 अनि यहाँनिर 1 - 1/8 एलसिएम लिने 8 एलसिएम अनि 8 1 जा 8 - 1 भनेको 7/8 यही नै हाम्रो के हुन्छ त एन्सर हुन्छ cos 2 थीटाको भ्यालु कति आयो 7/8 आयो सो यसै गरिकन हामीले tan थीटाको भ्यालु 5b मा पनि त्यस्तै छ 5c मा पनि त्यस्तै छ हाम्रो एन्सरहरु चाहिए यसमा एन्सरहरु त्यही छ प्रुफ दैट गर्नुपर्ने छ सो हाम्रो यो प्रुफ दैट यसरी भइहाल्छ हैन गिवन दिएको छ यहाँ हाम्रो यसको भ्यालु निकाल्दिने आफै प्रुफ हुन्छ अनि त्यसपछि हामी 6 नम्बरमा हेरौं आज यो भिडियोमा चाहिँ हामी 6 नम्बरसम्म कुरा गर्ने छौं Introducing Grammarly, like you've never seen before. Your all-in-one writing essential. Imagine 6 को A नम्बरको कुरा गर्यो भने sin by using the formula of cos 2 theta हामीले के को फर्मुला युज गर्नु पर्यो cos 2 theta को फर्मुला युज गर्नु पर्यो र we have to establish the relation following relationship so हामीले फर्मुला के युज गर्नु पर्यो cos 2 theta को र यहाँनिर प्रुफ गर्नुपर्ने के छ त भने 6a मा sin theta is equal to plus minus अनि 1 minus cos 2 theta अनि डिवाइडेड बाइ रुट ओभर यो भयो अनि डिवाइडेड बाइ 2 यो प्रुफ गर्नुपर्ने छ हामीले के को फर्मुला युज गर्नु पर्यो 2 थीटा को फर्मुला हियर इज इक्वल टु के हो त भने हाम्रो साइन को फर्ममा लिएर आउनु पर्ने छ साइन को फर्ममा लिएर आउनु पर्ने छ डाइरेक्ट हामी साइन को फर्मुला युज गरे पनि हुन्छ नर्मल सुरुकै फर्मुला युज गरे पनि हुन्छ लेट मी युज द फर्मुला अफ cos 2 theta in terms of sin सो अब यो भइहाल्यो अब मैले यसलाई यता लिएर आएँ र यसलाई यता लिएर आएँ किनभने हाम्रो sin थीटा ल्याउनु छ भनेको 2 sin स्क्वायर थीटालाई यो साइडमा लिएर आएँ 2 sin स्क्वायर अनि 1 माइनस प्लस cos 2 थीटा छ उता जाँदा के भयो माइनस cos 2 थीटा यहाँ हेरौँ है यहाँ माथिको जस्तो आउन थालिसक्यो अब sin स्क्वायर थीटा मात्रै यता राखौँ एकचोटिलाई अनि त्यसपछि चाहिँ के भयो त भने 1 माइनस cos 2 थीटा बाइ 2 यो डिवाइड यो 2 उता गयो डिवाइडमा भयो अब त्यसपछि sin स्क्वायर थीटा छ अनि यहाँनिर रुट ओभर प्लस माइनस छ त्यो भन्नुको अर्थ के हो भने नि यसलाई हामीले माइनस cos 2 थीटा बाइ 2 प्लस माइनस गरेर होल स्क्वायर गरिदिने हो भने यो स्टेटमेन्ट र यो भन्नु एउटै हो भन्न खोजेको जस्तो प्लस माइनस 5 को स्क्वायर रुट ओभर 5 को स्क्वायर भन्नु 5 नै हो प्लस स्क्वायर प्लस माइनस स्क्वायर प्लस रुट ओभर 5 को स्क्वायर भनेको के हो त भने 5 नै हुन आउँछ सो इन दैट सेन्स हामीले चाहिँ कुनै पनि कुराको स्क्वायर गर्दाखेरि त्यसको अगाडि प्लस माइनस हामीले राख्न पायौं अब यो स्क्वायर यता पनि स्क्वायर त्यो कट भयो र अब के भयो त भने sin थीटा इज इक्वल टु प्लस माइनस रुट ओभर 1 माइनस cos 2 थीटा बाइ 2 यो के भयो हाम्रो प्रुफ भयो सो यसरी हामीले अरु क्वेशनहरु पनि मजाले सल्भ गर्न सकिन्छ ट्राई गरौँ है एकचोटी सो अहिलेको लागि यति नै हामी त्यसपछि